छुट्टी कुदाउँदै गाइज चाहिँ झुम्काको झुम्केश्वर मन्दिर जान आँटेको हेर्नु बिहान बिहान हाम्रो गाउँतिर चाहिँ यस्तो बन्द भइरहेको हुन्छ। हामी चाहिँ झुम्केश्वर मन्दिर हेर्दा हेर्दै आइपुग्यौँ। हेर्नु न परैबाट हेर्दा पनि कस्तो राम्रो देखेको है। यो मन्दिर चाहिँ निर्माण गरिराख्नु भएको रहेछ अहिले चाहिँ होइन। साथीहरू आज हामी चाहिँ मन्दिर आइसक्यौँ। अब चाहिँ हामीले पूजा गर्न आँटेको। यहाँ चाहिँ बर्थडे गर्लले पूजा गर्दै हुनुहुन्छ। अनि चाहिँ मलाई एक्जाममा फर्स्ट गरिदिनु है भन्दै ढोक्दै थिइन्। अनि मम्मीले नपढिकन एक्जाममा फर्स्ट हुन्छ भनेर भन्नुभयो। यो चाहिँ साउन्ड बजिरहेको थियो कपिराइट लाग्ने भएर अनि त्यही भएर चाहिँ भोइस ओभर गरेको। मम्मी पनि यहाँनिर आशीर्वाद लिँदै हुनुहुन्छ। अनि मलाई तँ चाहिँ पूजा गर्दिनस् भनेर सोध्दै हुनुहुन्थ्यो। अनि अब म पनि पूजा गर्दैछु। म चाहिँ मनमा हे भगवान मलाई एससीमा राम्रो जिपे ल्याएर पास गरिदिनु है भनेर भन्दै थिएँ। तर बाहिर त निकाल्न मिलेन किनभने मिहिनेत गऱ्यो भने मात्र त आउँछ नि राम्रो जिपे। अनि अब चाहिँ हामी हनुमान भगवान हुनुभएको ठाउँतिर पूजा गर्न गयौँ। अनि मम्मीले त्यहाँ फुल चढाउनु भयो। मोनास्रीलाई नि फुल चढाउ भन्नुभयो। मोनास्री चाहिँ कुदेर गइन्। अनि त्यसपछि हामी बाहिर निक्ल्यौँ। मम्मी चाहिँ यहाँनिर पूजा गर्दै हुन्थ्यो। हाम्रो झुम्का बजारको चाहिँ बिहान बिहान यस्तो रमाइलो दृश्य हेर्दै बसिरहेको थियौँ। मम्मी चाहिँ मोनास्रीलाई टिका लगाइदिँदै हुन्छ। मोनास्री लाउनै मानेको थिएन। बर्थडेको दिन पनि लाउन मान्दिनौ भन्दै गाली गर्दै हुन्थ्यो। अनि जेठी छोरीलाई टिका लगाइदिनु हो मैले त नमस्ते भने तर मैले नमस्ते भनेको फिर्काउनु नि भएन। अब हामी चाहिँ फिर्किन आँटेको है गाइज। मलाई कस्तो देखेको छ भन्नु र गाइज। तपाईँहरूलाई थाहा छ हाम्रो चाहिँ होइन यो झुम्केश्वर मन्दिरको अगाडिपट्टि चाहिँ नहर छ। यो चाहिँ झुम्काको नहर हो। हेर्नु न कस्तो राम्रो देखेको छ बिहान बिहान। गाइज अब चाहिँ हामी फिर्किन आँटेको जम्बु चढाउँ। बाई बाई भन्नु नि त। अब गाइज हामी चाहिँ चक्लेट किन्न जान आँटेको। हामी चक्लेट किन्न गइसकेपछि तपाईँलाई म देखाउँछु हामीले कुन चक्लेट किन्नु भनेर। त्यतिसम्म त्यतिखेरसम्म अपडेट यु है। अपडेटमा रहनु है साथीहरू हामी चाहिँ घरतिर फिर्क्यौँ। हामी चाहिँ बाटोमै चक्लेट किन्ने भनेर उत्रौँ। अनि मोनास्री र मम्मी चक्लेट किन्न जानुभयो। मैले चाहिँ पनिर किनेँ। अनि चाहिँ फेरि हामी स्कुटीमा बसेर घरतिर गयौँ किनभने मलाई ढिलो भइसकेको थियो कोचिङ जान। यो चाहिँ हाम्रो घर अगाडिको मन्दिर। यहाँनिर चाहिँ नेपालको झन्डा टक्क राख्नुभएको छ। अनि हाम्रो चाहिँ घर आयो। म चाहिँ त्यहाँ मैले के ल्याएँ भनेर देखाउँदै थिएँ गाइज। गाइज म चाहिँ स्कुलबाट आइसकेँ। अब चाहिँ हामी केक लिन जान आँटेको। मम्मी र म जान आँटेको। मैले चाहिँ यही ब्याङ्कको लुगा लगाइहालेँ होइन किन चेन्ज गर्छु भनेर होइन। अब यो केक पार्टी लाउँछु। मैले चाहिँ मोनास्रीको लागि नि गाइज कप गिफ्ट ल्याएको छु है। मैले चाहिँ प्याक गरिसकेँ तर उसलाई चाहिँ थाहा छैन। अब लेट्स सी उसको रियाक्सन। म चाहिँ तपाईँलाई अब के गर्छु भने सबै देखाउँछु है त गाइज। अब केक लिन जाँदा चाहिँ भेटौँ। साथीहरू तपाईँले अघि पनि यही बाटो देख्नुभएको थियो होला। अहिले नि यही बाटो देखिरहनु भएको छ होला। बाटो चाहिँ यो हो गाइज। यो चाहिँ मेरो साथीहरूको घर है गाइज। कोही रहेनछ। हामी चाहिँ हेर्दा हेर्दै केक एन्ड बेक हाउस आइपुग्यौँ। यो चाहिँ केक एन्ड बेक हाउस है गाइज उतानेरिको। अनि म चाहिँ झरेँ। अब चाहिँ हामी केक लिन गएको। भित्र चाहिँ यस्तो छ केक एन्ड बेक हाउस। यहाँ चाहिँ आइसक्रिमहरू छ। दिदीले देखाउनु भयो केक हामीलाई चाहिँ। म चाहिँ यो बल जस्तो ब्लू कलरकोमा के छ भनेर एक्साइटेड थिएँ तर त्यहाँ चाहिँ सोधिनँ होइन। म त भ्लग बनाउनु बिर्सिरहेको थिएँ। यहाँ चाहिँ रोस्ट पाक्दैछ होइन। हामी चाहिँ घर आइपुगिसकेको थियौँ यतिखेर चाहिँ। अनि यस्तो मजाले पाकिरहेको थियो नि यो रोस्ट। अनि यो चाहिँ बाबाले पकाउँदै हुनुहुन्थ्यो। मैले चाहिँ त्यहाँ बाबालाई पनि देखाएँ। अनि म चाहिँ बाबाले पकाउँदै हुन्थ्यो म चाहिँ खाँदै थिएँ।
त्यहाँनिर अनि हामी फेरि माथि आयौँ अनि बेलुनहरू फुलाउँदै थियौँ। अब म तपाईँहरूलाई चुट्कीमा फुलाएर देखाउँछु यो डेकोरेसन यहाँनिर भनेर भने अनि मम्मीलाई 1 2 3 भन्न लाएँ। 3 2 1 मैले चुट्की बज्छ अनि म डेकोरेसन देखाउँछु भनेर भनेको थिएँ। डेकोरेसन चाहिँ यस्तो सिम्पल छ, त्यस्तो धेरै नगरेको होइन। अनि चाहिँ अब हामी केक काट्ने मुनाश्री नि बसिसकेको थियो नि अनि मम्मी चाहिँ क्यान्डल जलाउँदै हुनुहुन्थ्यो। Happy birthday to you. Happy birthday to you. Happy birthday dear Yuki-kun. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday dear Yuki. गाइज हेर्नु न त्यसको चकचक चाहिँ अब चाहिँ केक काट्ने मुनाश्रीले कस्तो राम्रो देखेको छ है सानीलाई। Happy birthday to you, Monasri. Happy birthday to you. गाइज यहाँ चाहिँ दाना छ, यहाँ चाहिँ सबैजना दानामा के छ भनेर भन्दै हुनुहुन्छ। यहाँ पनि भन्दै हुन्छ है दानामा के छ भनेर। ल त्यो बलमा चाहिँ क्ले रहेछ होइन गाइज। मैले चाहिँ त्यो मुनाश्रीले खाँदाखेरिको रियाक्सन भिडियो खिच्न बिर्सेछु है। ठुलो आलु गेस गरेको थियो जानीले के हो गेस गर्न अनि खोल ठुलो बाबाको कलर ठुलो बाबाले कलर दिनुभयो अब घरभरि रङ्गिन हुने भयो ड्रइङ कपी भनेकी थिए ठुलो बाबाको हो कि ठुलो मम्मीको राम राम के को प्याकै प्याक रहेछ लास्टमा भित्र केही पनि नहुनु अरे मोबाइल के रहेछ मैले आम्मामा म कहिले गएर ल्याइदिनु भयो यसलाई कलर यस्तो के रहेछ मुनाश्री त कसको गिफ्ट हो यो हातले देखाउँछौ त ठुलो मम्मी भन्नु पर्यो नि त अब ठुलो बाबा त मोबाइल दिएको थियो मोबाइल भन्दा फेभरेट रहेछ सानी यो ऊ हो प्लेटको हो ए लु मलाई पनि काम दिनु रहेछ राख ल ल लु राख ल ल मेरो गिफ्ट कहाँ छ मलाई त नभन्नु भन्छु मलाई माया गर्नु धेरै नखोज्नु आज त गर्छु भन्नुपर्छ है फेरि गिफ्ट पाइँदैन यसको टाउकोमा पुग्छ यसकै भित्र छ ओइ त नधारे मुनि चाहिँ खोइ अर्को गिफ्ट चाहिँ आयो अहिले छ कि चुक्नु न लाइदिनु यहाँ नराम्रो रहेछ उहाँ पनि डेट वाला तीनटा गिफ्ट छ त्यहाँ दुईटा
अनि दिउँसै थाहा पाएँ भने के तैँले अन्त यो रहेछ त कहिले कुन राति नसुती बनाइस है यसले यही मात्र अघि के गरेर भेटिनु र लास्टमा केही छैन कि क्या हो जाने गिफ्ट पो हो त केही त्यसलाई लिएर। चक्लेट अझै पनि भेटिन हेर्नु है। के मलाई थाहा छ त्यो नि अब त्यहाँ अझै छ गिफ्ट अरे कहाँ छ? मलाई होइन कति चिरे आएको छ होला को सोध्ने आएको छ प्लेनै होला टायरवाला इलेजर युज गर्नु खोइ दालु इलेजर त इलेजर हो उषा के अरे डेन सपोर्ट गरेर गइरहेको थिएँ होइन गिफ्ट सेम अनि लास्टमा एउटा सुन्तला परेको थियो ला ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे यो चाहिँ हो मेरो खुट्टामा डाङ्गा लाग्यो ए बिस्तार खोल है के हो फुट्ने हो कि क्या डाङमा डाङै गर्छ त ओ आहा के गर्छ ओ राम्ररी खोल्दो झर्ला नि भुइँमा खस्ला मैले यसको डिजाइन नै थाहा पाउँछु यसले डिजाइन चाहिँ कहाँबाट यो त गुरु कहाँ हरायो भन्छु नि अरे बाबा त्यहाँबाट होइन यहाँबाट खोल्ने हो छोड्दैन छोड्दैन आफै जान्छ नभए च्यातेर खोल्दैन छै आहा तिमीले खोल त कपमा के छ खै यो देखाउ त हेरौँ वाउ प्रिन्ट गरेको कस्तो लाग्यो त यो गिफ्ट टिकै राखेको छुइनँ छ मलाई ओ मामुले त के ल्याइदिन्छन् प्रेसर कुकर हो कि क्या हो के छ होला गिफ्ट भनेपछि एउटा सानो छ एउटा सानो छ के छ मलाई थाहा छैन तर एउटा चाहिँ सानो छ कपी छ होला हौ हल्का रहेछ कपी छैन भने वेट जुत्ता छ त, जुत्ता जुत्ताको बक्समा क्या बाउको जुत्ताको छ त जुत्ताको बक्स कहाँ तपाईँको जुत्ताको बक्स हुन्छ हौ अनि कहाँ छ उहीँबाट प्याकिङ गरेर लिएर आएको तपाईँको जुत्ताको ब्याग चाहिँ कहाँबाट हुन्छ? मेरो जुत्ताको त होइन राम राम के र? दियो सोना आँटी त कपी यहाँ ए आन्टीको मामुको नै अल ओ, के हो मम्मी मम्मी के हो नि यो चाहिँ ए मैले खुत्रुकेमा ल्याइदिएको छु हात्ती राम राम हात्ती घोडा खुत्रुके हो हात्तीको त तँ त खुत्रुके हो नि हात्तीको त खोइ के लुगा रहेछ त हेरौँ हेर तैँले हात्तीको खुत्रुके कहाँ छ ल आज अब टिकोलाको पैसा त्यहीँ हाल्ने हो ए बुवाले र मामाले दिएको बाबा बाबाले दिएको दिनु हो त ए मैले दिनँ स्याम्टु स्याम्टु अनि भनिन लु सबै हाल्थ्यो पाले पालो ल हाल्थ्यो अब सबै हाल्ने हाल भनेपछि हाल अब दाजुले भन्दा नि खतरा त यो पो भेटिछ दसैँ निर्जला आएपछि खुत्रुके खोलेर तास खेल्नुपर्छ ल यो खुत्रुकै खोलिँदैन जस्तो प्लास्टिकको रहेछ यो त काट्नै पर्छ भएर अलि सानो ल्याइदिन्छ अरू ठुलो ल्याउनु पर्छ नि किन त भर्दाखेरि भरिहाल्छ। हाल्नुपर्छ गाइज मोनाश्री चाहिँ पैसा हाल्दैछिन् तपाईँहरूलाई आजको ब्लग कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला अब चाहिँ बाई बाई गाइज